हाई गाइज, आज चाहिँ मेरो डेन्टल अपोइन्टमेन्ट रहेको कारणले ब्रेसेस लगाउन जाउँ है त। सो म चाहिँ गएको थिएँ मनोकामना डेन्टल क्लिनिक, किनभने ब्रेसेस लगाउनको लागि इन्भिजिलाइन लाउने भएन। अनि दादाले चाहिँ मलाई बोलाएर दादै आफै लेटाइदिरा के। अब जानु पर्यो भित्र। दा धेरै दुख्छ के छ हौ? त्यसपछि मेरो प्रोसिजर स्टार्ट भयो अनि मेरो साथीले चाहिँ तर दाँत पक्का दुख्छ भन्दै थियो नि त। अनि म चाहिँ काइन्ड अफ नर्भस पनि थिएँ, तर नर्भस भन्दा चाहिँ एक्साइटेड थिएँ, किनभने मलाई चाहिँ नयाँ कुराहरू एक्सपेरिमेन्ट गर्न चाहिँ एकदमै रुचि लाग्छ के। अनि डेन्टल प्रोसिजरको कुरा गर्नु पर्दाखेरि इट वाज नट पेनफुल एट अल, जिरो थियो पेन। त्यति धेरै टाइम पनि नलाग्दो रहेछ यो ब्रेसेस लगाउनको लागि। सो सेन्सेसनको कुरा गर्नु पर्दाखेरि अलिकति टाइट भयो जस्तो, यो ज अलिकति टाइट भयो जस्तो फिल हुने होइन। अनि सुरुमा हाँस्दाखेरि वियर्ड जस्तो फिल हुने क्या, किनभने एभ्री टाइम यु स्माइल होइन, त्यो ब्रेसेस चाहिँ ओठले टच गर्छ नि त, अनि वियर्ड लाग्ने रहेछ के। मेरो चाहिँ अप्पर टिथ मात्रै गरिदिनु भएको थियो, किनभने लोवर टिथ चाहिँ 1 महिना पछि मात्रै गरिदिन मिल्छ अरे के, दाँत अलिकति मिलेपछि। एन्ड दिस इज हाउ आई लुक राइट नाउ एन्ड विल बी लुकिङ लाइक दिस फर अ कपल अफ मन्थ फ्रम नाउ। मेरो ब्रेसेस भइसकेको छ अनि यहाँ ब्रस दिँदैछ क्या मलाई। अनि ब्रसमा चाहिँ अनि यो दाँत सफा गर्ने हुँदो रहेछ। अनि अरूहरूलाई के गर्नु अरे, अरूहरूलाई के गर्नु लाउनु अरे? यो ब्रस चाहिँ अर्कोको पेसेन्टहरूको लागि हो। चाहिँ जहाँ जहाँ अड्किन्छ नि त्यहाँ गरेर त्यो जित्ने हो। यो मनोकामना डेन्टल राम्रो छ, सबैजना आउनुहोस्, भिजिट गर्नुहोस्। सबैभन्दा बेस्ट डेन्टल भनेको मनोकामना डेन्टल हो। एनिवेज मेरो केसमा मलाई खासै पेन भएको छैन, तर इट डिपेन्ड्स र भ्याराइज अपन पर्सन।